यस भिडियोमा चाहिँ हामीहरू यो युनिटी सिरिज जुन छ नेपाल भर्सेस वेस्ट इन्डिजको यसको गेम 2 अर्थात् आजको यो गेम 2 को बारेमा छलफल गर्दैछौँ। जसरी अस्ति नेपालले गेम 1 जित्यो एकदम एक्साइटिङ थियो, रन पनि अब ठिकै बनाएको थियो। वेस्ट इन्डिजले ब्याटिङ राम्रो गर्न सकेन अभियसली, नेपालको बलर्सहरूले राम्रो बलिङ गर्यो हैन। अब ब्याट्सम्यानहरु भन्दा पनि ओपनरहरु चल्न सकिरहेको छैन नेपालको। अनि बलरहरुमा ऐरी अनि करण केसीहरुले राम्रो बलिङ गरिरहेछ। अनि गुलसन झा अनि ऐरी अनि अरु जोराहरुले छक्का चौका अनि मल्लको पनि राम्रो ब्याट चल्यो हैन। उता वेस्ट इन्डिजको भन्दाखेरि जसन हुडाले 3 विकेट लियो, राम्रो बलिङ गरेको उनले, तर जित्न सकेन। अब ओभरअल हेर्नुपर्छ हैन, आजको म्याच पनि अब इन्ट्रेस्टिङै छ। सेकेन्ड गेम हो, वेस्ट इन्डिज पनि राम्रो बदला लिन खोज्दैछ। नेपालले पनि लगातार 2 म्याच जितेर सिरिज विन गर्न खोज्दैछ हैन। वेस्ट इन्डिज भन्दा पनि आज नेपालकै अब जित देख्छु म पनि। जस्तै अब के हुन्छ गाइस, अब रन धेरै बनायो भने नेपाल जित्छ, तोर्यो भने अभियसली आउँछ। वेस्ट इन्डिजको बलिङ राम्रो छ, नेपालको राम्रो छैन। नेपालको ब्याटिङमा के गर्नुपर्छ केटाहरूले, यस भन्दै आजको भिडियो पनि इन्ड हुन्छ। भिडियोलाई लाइक गरेर च्यानल सब्स्क्राइब गर्नु होला यस्तै अमेजिङ क्रिकेट भिडियोजको लागि। थ्यांक यू गाइस।